आज चाहिँ हाम्रो एनिभर्सरी हो अनि आज चाहिँ म होममेड केक बनाउन जाँदैछु है। अनि केक लिन जान पनि एकदम झ्याउ अनि मेरो बुढालाई फेरि यस्तो सरप्राइजहरू दिने भन्ने केही आउन्न क्या। दिन्न कहिले पनि दिनुभएको छैन अहिलेसम्म, केही पनि दिनुहुन्न। अनि म आफै केक बनाउँछु घरमा भनेर अस्ति नै केक बनाउने कुरा लिएर आएर फ्रोजनमा राखेको थिएँ। अनि अब मेरो बुढोलाई चाहिँ यस्तो सरप्राइज दिनपर्छ बुढीलाई भने त गर्नुहुन्न कहिले पनि। बुढो चाहिँ 1914तिरको पढ्नु भयो, त्यही भएर सरप्राइज भन्ने हुन्न मेरो बुढाबा कहिले। त्यही भएर नि म आफै भने आफ्नो लागि गर्न पऱ्यो होइन। अनि मैले चाहिँ यो वाला ब्रेड लिएर यो केक बनाउने कुरा लिएर आएको थिएँ। अनि म केक बनाउँछु है। तब यो चाहिँ केक बनाउने चास्नी हो। होममेड गरेर सरप्राइज दिन्छु भनेको अब कस्तो हुन्छ है। अब भन् जस्तो हुन्छ गुण थाहा छैन। यो बाबु सँगसँग गर्न गाह्रो हुन्छ। भए पनि सकेसम्म मलाई यस्तो केकहरू काट्नु मनपर्छ, बुढालाई फेरि मन पर्दैन। बुढा फेरि ऊ जमानाको हुनुहुन्छ क्या, त्यही भएर कहिले जमाना मार्नुहुन्छ मलाई। ऊ जमानाको बुढो भएर अनि यस्तो सरप्राइजहरू दिनपर्छ भने थाहा छैन, केही पनि थाहा छैन कि यस्तो। त्यही भएर आफै गर्नुपर्छ। बाबु सुताएर अनि यो सबै मैले ग्यामसुबाबाट ल्याएको यो व्हिप क्रिमहरू सबै। कस्तो हुन्छ थाहा छैन है। मेरो फर्स्ट हो केक चाहिँ। अहिले फाइनल लुक साइज देखाइदिन्छ है। अहिले त कस्तो हुन्छ थाहा छैन। चाहिँ मेरो केक है, म चाहिँ केक बनाउँदैछु।